नमस्कार, यो हो प्रवासमा रहनुभएका नेपालीहरूको आवाजलाई समेटेर हरेक साता एनटिभी प्लसबाट यहाँहरूमा प्रस्तुत हुने कार्यक्रम एनआरएन टिभी सो अर्थात् प्रवासी नेपालीहरूको आवाज। कार्यक्रममा यहाँलाई हार्दिक स्वागत तथा न्यानो अभिवादन। म हुँ कार्यक्रम प्रस्तुता राजन घिमिरे। कार्यक्रम एनआरएन टिभी सो आउने गर्छ हरेक शनिबार दिउँसो 3 बजे एनटिभी प्लसबाट भने कार्यक्रमलाई यहाँले हाम्रो फेसबुक पेज र युट्युबमा पनि हेर्न सक्नुहुनेछ। बेलायतको नेपाली समुदायमा लुकेको प्रतिभा खोज्न र नेपाली कला संस्कृतिको जगेर्ना गर्ने उद्देश्यले आयोजित प्रतिभा नक्षत्रको दोस्रो संस्करण सम्पन्न भएको छ। लन्डन तथा आसपासका क्षेत्रबाट सहभागी प्रतियोगीबाट बाल र युवा विधामा छुट्टा छुट्टै प्रतिस्पर्धा गराइएको थियो। प्रतियोगीले पहिलो चरणमा नेपाली गीत, नृत्य, कविता वाचन लगायतका विधामा आफ्ना प्रतिभा देखाएका थिए। दोस्रो चरणमा नेपालसँग सम्बन्धित विभिन्न विषयमा निर्णायकले प्रश्न सोधेका थिए। नेपालको राष्ट्रिय गाना कसले लेख्नु भएको थाहा छ? नेपालको राष्ट्रिय गाना प्रदीप कुमार राईले लेखेको हो। बाल समूहका 16 प्रतियोगितामा सर्वोत्कृष्ट भन्दै 5 वर्षीय श्रीदिका थापा छेत्री बाल नक्षत्र घोषणा भइन् भने युवा समूहमा सर्वोत्कृष्ट बनेर सब्रिना चोङयाङ युवा नक्षत्र बनिन्। बाल समूहमा शास्त्रिक कार्की रनर अप र रिया गिरी दोस्रो रनर अप भए। युवातर्फ शुभेक्षा भारती मगर दोस्रो र ऋतिका श्रेष्ठले तेस्रो स्थान प्राप्त गर्न सफल भए। युवा नक्षत्रका रूपमा विजेताले 500 तथा दोस्रो र तेस्रो हुनेले 300 र 200 पाउन्ड नगदसहित ट्रफी र प्रमाणपत्र प्राप्त गरे। अब यस्तो खालको ट्यालेन्ट सो चाहिँ पहिलाचोटि नै हो, तर मैले डान्स चाहिँ सानोदेखि नै गर्थेँ। सानोदेखि स्कुलको ट्यालेन्ट सोहरू गर्थेँ, तर यस्तो ठुलो प्लेटफर्म चाहिँ मैले गरेको छुइनँ। यो प्रतिभा नक्षत्र टाइटल जितेर मलाई झन् फ्युचरमा अगाडि नेपाललाई नेपाली कलालाई प्रमोट गर्नु मन छ। बाल समूहका विजेता क्रमशः 300, 200 र 100 पाउन्ड नगदसहित ट्रफी र प्रमाणपत्रबाट पुरस्कृत बने। विजेतालाई कार्यक्रमका प्रमुख अतिथि एनआरएन युकी अध्यक्ष योग कुमार फगामी, प्रतिभा नक्षत्रकी अध्यक्ष सिमी पुन लगायतले पुरस्कार वितरण गरेका थिए। पृथक नानीहरूको लागि एउटा हाम्रो नेपालीहरूको कल्चरल र ट्रेडिसनललाई चाहिँ हामीले संरक्षण गर्दै गर्ने क्रममा उहाँहरूको एउटा भिजनमा, उहाँहरूको एउटा परिकल्पनामा यो दोस्रो वर्ष चाहिँ एकदमै भव्यताको साथमा यहाँहरूले चाहिँ यो कार्यक्रम आयोजना गर्नुभएको छ। यसमा पनि म व्यक्तिगत अनि सम्पूर्ण एनआरएन युकेको तर्फदेखि हार्दिक बधाई धन्यवाद दिन चाहन्छु। यहाँहरूले गरेको ऐतिहासिक महत्त्वपूर्ण कार्यक्रममा म सम्मान गर्न चाहन्छु, यहाँहरूलाई शुभकामना दिन चाहन्छु र यहाँहरूको यो निरन्तरता चाहिँ रहिरहोस् भन्न पनि चाहन्छु। यो एउटा विदेशमा हामीले मलाई लाग्छ म चाहिँ यसलाई सानो नेपाल पनि भन्छु प्रतिभा नक्षत्र भनेको। र प्रतिभा नक्षत्र जुन सोचले हामीले गरिरहेका थियौँ त्यो चाहिँ आज सम्पन्न भयो भन्ने मलाई लाग्छ। किनभने आज जति पनि बालबालिका युवाहरू आउनु भएको थियो सबैजना धेरै नै खुसी हुनुहुन्छ। यहाँ लन्डनमा मात्रै नभएर धेरै ठाउँबाट आउनु भएको थियो, जस्तै यर्क, स्कटल्यान्डबाट। उहाँहरूलाई पनि म एकदमै आभारी व्यक्त गर्न चाहन्छु। प्रतियोगितामा गायिका मीरा राणा, निर्देशक सनम कुमार बैराग, साहित्यकार बासु शर्मा, चलचित्र निर्देशक एभरेज सूर्य बोहरा र नृत्य निर्देशक प्रभु गुरुङले निर्णायकको भूमिका निर्वाह गरेका थिए। साथै निर्णायक मण्डलका वरिष्ठ गायिका मीरा राणाले प्रवासमा रहेर पनि यस्ता नेपाली कला संस्कृति जगेर्ना गर्ने कार्यक्रम सराहनीय रहेको जनाउनुभयो। मलाई चाहिँ किन म एउटा गायिका भएको नाताले, म एउटा कलाकार भएको नाताले संसारैभरि यस्तो कार्यक्रम होस् भन्न चाहन्छु। किनभने प्रतिभा नक्षत्र जुन यो यहाँको आयोजकजीहरूले जुन गर्नुभएको छ, म उहाँहरूलाई मुरी धन्यवाद दिन चाहन्छु। किनभने यो प्रतिभा नक्षत्र भनेर चाहिँ यसमा हर विषयमा छन्, नाच पनि छ, गाना पनि छ, अनि म्युजिक पनि छ, सबै समावेश गरिएको जस्तो मलाई लागेको छ। र यस्तो कार्यक्रम हुनुपर्छ है। यो बच्चाहरूको भविष्यको कुरा हो, भविष्यको कर्णधारहरू।
होइन पढेर मात्रै हुँदैन, सङ्गीतमा पनि केही चिज गऱ्यो भनेदेखि संसारै चम्किन्छ भन्छ। त्यसकारण किनभने अब मैले आफूले यो सङ्गीत विधामा लागेको पनि 53-54 वर्ष भयो, तर मैले यस्तो चाहिँ बच्चाहरूको कार्यक्रम यसरी गरेको चाहिँ मलाई देखेको छैन र म पहिलोचोटि यसमा सहभागी हुँदैछु। तर मलाई साह्रै खुसी लागेको छ। यहाँ बेलायतमा मात्रै होइन, यो चिज अमेरिकामा पनि होस्, यो हेरेर सबैको बुद्धि बलाओस् कि बच्चाहरूलाई के शिक्षा दिनुपर्छ। नेपाली भएर नेपालीका सन्तान जन्मेका छन्, तिनीहरूलाई के शिक्षा दिनुपर्छ, सङ्गीतको माध्यमबाट होस्, आफ्नो कल्चरको। तर यो जुन गरेको हुनाले मलाई साह्रै खुसी लागेको छ। म हृदयदेखि यो टिमलाई धन्यवाद दिन चाहन्छु। र मैले भर्खर एउटा भैरे भन्ने सिनेमा बनाएँ र नेपालमा आदरणीय दर्शकहरूबाट अत्यन्त रुचाइदिनु भयो र अहिले म त्यही सिनेमाकै सिलसिलामा यहाँहरू कहाँ आइपुगेको छु र आज मेरो यहाँ 8औं दिन हो। यो 8औं दिनमा यो एउटा सुन्दर एउटा नेपाली कला संस्कृति झल्किने जुन एउटा कार्यक्रम यहाँहरूले र आयोजना गर्नुभएको छ, जुन प्रकारको बाक्लो नेपाली दाजुभाइ दिदीबहिनीहरूको नेपाली पोसाकमा सजिएर एउटा उपस्थित देखिरहेको छु, त्यस कुराबाट म अत्यन्त उत्साहित भएको छु, अत्यन्त खुसी लागेको छ। र त्यसमाथि पनि फेरि यस कार्यक्रमको प्रतिभा नक्षत्र जसले नेपाली नानीहरूलाई, नेपाली बच्चाहरूलाई अथवा नेपाली विदेशमा बस्ने हामी नेपालीहरूलाई एउटा कला र संस्कृतिको बारेमा, एउटा भाषाको बारेमा, आफ्नो वेशभूषाको बारेमा जानकारी गराउने र उनीहरूलाई सुसूचित गराउने र सुशिक्षित गराउने काम गर्दो रहेछ। यो कार्यक्रममा म जज भएर बस्न पाउँदाखेरि म अत्यन्त आफूलाई भाग्यमानी ठानेको छु र यहाँहरू सम्पूर्ण लन्डनमा बस्नुभएका सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीप्रति म आभारी छु। आयोजक प्रतिभा नक्षत्रकी अध्यक्ष सिमी पुनको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष केश बहादुर आलेले स्वागत मन्तव्य राखेका थिए। प्रतिभा नक्षत्रका संरक्षक मनिष कुमार श्रेष्ठ र परिकल्पनाका राजेन्द्र खस्ते शुभकामना मन्तव्य दिएका थिए। साथै जुन उद्देश्यले कार्यक्रम गरिएको थियो त्यसमा केही हदसम्म सफल भएको उनीहरूले बताएका थिए। वास्तवमा प्रतिभा नक्षत्र एउटा नेपालीको साझा सुन्दर घर हो र यस सुन्दर घरमा सबै नेपालीहरू अटाउनु पर्छ भन्ने जुन भावनाले हामीले चाहिँ प्रतिभा नक्षत्र एउटा चेतना खुलाउने उद्देश्यले आएको थियो, त्यसलाई हामी देखाउन चाहिँ आज वास्तवमै हामी आयोजकको हिसाबले पूर्ण रूपमा सफल भएको हामीलाई विश्वास छ। र आगामी दिनमा यहाँ उपस्थित हुने सम्पूर्ण पत्रकार बन्धुहरू, हाम्रो अतिथिवर्गहरू, विशिष्ट अतिथिहरू लगायत सम्पूर्ण दर्शकहरूले र कलाकारहरूले समेत यसलाई आगामी वर्षमा सधैँ साथ र सहयोग दिनुहुन्छ भन्ने हामीले अपेक्षा राखेका छौँ। कार्यक्रममा ससाना बालबालिकाले अङ्ग्रेजी लवजमा बोलेको नेपाली वाक्यांश तथा उनीहरूको नेपाली प्रस्तुतिले उपस्थितलाई प्रसन्न तुल्याएको थियो। नमस्ते, मेरो नाम श्रीदिका थापा छेत्री हो। म 5 वर्ष भए म क्लमेस्टेटमा बस्छु। भयो मेरो जन्म मेरो यादमा, तर बगेको छ रगत बिल गोर्खालीको यो शरीरमा। आहा कति राम्रो हाम्रो नेपाल, कति सुन्दर र धनी छ प्रकृतिको नेपाल। विशेषतः बेलायतमा हुर्किँदै गएको नेपाली पुस्तालाई नेपाली भाषा, संस्कृति र परम्परामा समाहित गराउने उद्देश्यले गत वर्षदेखि सुरु गरेको यो प्रतियोगी कार्यक्रममा आयोजक तथा सहभागीहरूको लगावले राम्रो प्रशंसा बटुलेको छ। महासचिव लक्ष्मण गुरुङले पहिलो औपचारिक सत्र सञ्चालन गरेका थिए भने सुस्मिता थापाले प्रतियोगिताको सञ्चालन गरेकी थिइन्।